नमस्ते सम्पूर्ण फेसबुकमा जोडिनु भएको मित्रजन अनि जति चिन्छन् भएको मेरो प्यारो प्यारो साथीहरूलाई यहाँ तपाईहरुलाई आज यो चाहिँ तपाईले देखिरहनु भएको छ। यो चाहिँ तपाईको बार चाहिँ के को भन्दाखेरि यो तपाई हामीले चाहिँ स्ट्रिङ खाएर चाहिँ हामी फ्याँक्छौं, बारी बिगार्छ अनि डस्टबिनमा हालिराख्छौं। तर तमातम स्कुलले चाहिँ स्टुडेन्टले चाहिँ सब कलेक्सन गरेर यहाँको सर म्याडमहरुले चाहिँ यस्तो खालको बनाएको रहेछ। अनि अब यो चाहिँ फर्स्ट टाइम भएछ। अनि यो चाहिँ बाँसको लगाएको रहेछ। अनि यो चाहिँ तपाईले देख्न सक्नुहुन्छ, यो चाहिँ तार हो। अनि यो पानी पर्दा पनि यो तारले के असर हुँदैन। यो बाँसले 2-3 वर्ष थामिहाल्छ। यो बाँस भएको ठाउँमा चाहिँ अझै सानो फलामको पोल भए अझै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। अनि के हो भनेर म पनि आज हेर्न आएको छु। तपाईले हेर्न सक्नुहुन्छ है, तपाईलाई एकदम बिर्को सिर्को लगाएर यसरी एकदम यो अब बारीहरु बिगार्छ, हामी मान्छेले खाएर जहाँ तहाँ फ्याँकिराख्छ। तर यहाँ चाहिँ कलेक्सन गरेर चाहिँ यतिको गार्डन बनाएको छ। तपाईले हेर्न सक्नुहुन्छ। अनि यो तपाईले देखेको यो जति पनि तपाईले देख्नु हुँदैछ यो चाहिँ स्ट्रिङकै बट्टा हो। अनि तपाईले वरिपरि आज तपाईलाई देखाउने छु। यो चाहिँ तपाईले कहाँ भन्नुहुन्छ भने चाहिँ तमातम स्कुलमा हो। अनि यहाँको हाम्रो तपाईले मजाले देख्न सक्नुहुन्छ। अनि यहाँ यसरी चेरी पनि मजाले फुलिराखेको छ। अनि हाम्रो स्कुलमा चाहिँ यतिको दामी सजाएको रहेछ। आज चाहिँ सन्डे छुट्टी थियो, त्यसले गर्दाखेरि के चाहिँ सेतो सेतो झुन्डाको छ भनेर म पनि हेर्न आइराखेको छु हो। अनि तपाईले चाहिँ कहाँ हो भन्नुहुन्छ भने गभर्नमेन्ट जुनियर सेकेन्डरी स्कुल तमातम मा हो। गार्डन चक्कै बनाएको रहेछ है। अगाडि हामी यही स्कुलमा पढेको हो। त्यसले गर्दाखेरि स्कुललाई माया लाग्छ। कहिले कहिले हामी यसरी घुम्न आइबस्छौं। अनि यसपालि चाहिँ यो जति पनि यो तपाईले देख्नु हुँदैछ यो चाहिँ कोक पेप्सीको बट्टा हो, ठुलो खालको। अनि काटेर यसरी फुल टक्कै लगाएको छ। अहिले अलिकति अफ सिजन फुलको अलिकति अफ सिजन भएकोले गर्दाखेरि तपाईले अलिकति अब रङ्गी चङ्गी नदेख्नु भएको। टक्कै तपाईले सिजनमा आएर हेर्नुभयो भने यो कुनै अब गार्डनसँग कम चाहिँ छैन। यस्तो चडक्कै बनाएको छ है। तपाईहरु यो यहाँ चाहिँ कलर लगाएको छैन रहेछ। अब यहाँ चाहिँ कलर लाउनु चाहिँ बाँकी नै रहेछ। यहाँ पनि छिट्टै कलर लाउँछ हाम्रो सर म्याडमहरुले। अनि यो चाहिँ हाम्रो सर म्याडमहरु घर फर्किने गेट हो। तपाईले कस्तो लाग्यो? यो चाहिँ सबै स्ट्रिङको बट्टा हो। अनि यो कुनामा अनि यो चाहिँ बाँसले अनि यो भित्र चाहिँ तार गाँसेर चाहिँ तारले बनाएको रहेछ। एकदम दामी।